यति बेला पानी परेको छ, हल्का हल्का झरी लागेको छ। अनि अलिक त गड्याङ गुडुङले गर्दाखेरि हाम्रो 33 केबी लाइन बसालिदिएको छ। अब लाइन आएपछि हामीले फिडरहरू पालै पालो चेक गर्नेछौँ। अब हाम्रो 33 केबी आइसकेको छ। अब हामी 11 केबीको फिडरमा पालै पालो चेक गर्छौँ है त। अब हाम्रो लाइन चेक गर्दैछौँ हामी 11 केबी फिडर। पहिला इन्कमर अन गर्दै हुनुहुन्छ हाम्रो विशालले। ल हामीले इन्कमर अन गरियो। ल अब हामीले फिडर नम्बर 1 वाग्ला फिडर चेक गर्छौँ। लाइन ब्रेकर अन गरेर लाग्छ कि नै हेरौँ। ओके, फाइनल्ली लाइन चलिसकेको छ फिडर नम्बर 1। अब हामीले पालै पालो अन्य फिडर चेक गर्नेछौँ है त। अब हामीले फिडर नम्बर 2 चेक गर्दैछौँ, यो लाग्छ कि नै। ल यो फिडर चार्ज भइसक्यो है। यसले 13 एम्पियर लोड लिइसकेको छ। अब यसपछि हामीले घमिर फिडरलाई चाहिँ फिडर नम्बर 3 लाई चेक गर्नेछौँ है त। ल हाम्रो प्राविधिकले अब यो मालिकको फिडर नम्बर 3 चेक गर्दै हुनुहुन्छ। ल यो लाइन लागेको छ फाइनल्ली, चल्यो यो फिडर पनि है।